फाइनली म चाहिँ बारीमा आइसकेँ है। आएर चाहिँ अब अलिकति यहाँ बारी चाहिँ हिजो चाहिँ यहाँ बाँझो मारेको थिएँ है। आज चाहिँ अब चसाउनेवाला छु र यहाँ पर देख्नुहुँदैछ यो पावर ड्रिलर चाहिँ मैले प्लास्टिकले छोपिरहेको छु है। हाई एभ्रिवान, म सधैँ तपाईँहरूको अगाडि एनपीएम नन पेस्टिसाइड म्यानेजमेन्ट सस्टेनेबल एग्री फार्मिङ अर्ग्यानिक आइडिया एन्ड सजेसन जैविक उपाय अनि जानकारी भिडियो लिएर आउने गर्छु है। र यहाँ चाहिँ मैले हिजो चाहिँ बाँझो मारेको थिएँ र अब आज चाहिँ म चसाउनेवाला छु है। चसाउनु भनेको चाहिँ अब सेकेन्ड रिपिट, त्यसलाई चाहिँ मिन गर्नुको लागि चाहिँ अब चसाउनु भनिन्छ है हाम्रो गाउँ बस्तीको भाषामा। बाँझो मार्नु भनेको चाहिँ फर्स्टको जुन चाहिँ प्लगिङ गरिन्छ है, फर्स्टमा जोतिन्छ त्यसलाई चाहिँ बाँझो मार्नु भनिन्छ। र यो यतापट्टि चाहिँ अब अदुवा चाहिँ हो मैले मलले छोपेको छु है। अदुवा रोपेर चाहिँ मलले छोपेको छु र यसलाई चाहिँ माथिबाट सोतर अथवा हरियो पत्ताको मल्चिङ गर्नु बाँकी नै छ है। अन्त यहाँ माथि अलिअलि देख्नुहुँदैछ, त्यहाँ चाहिँ अब मल्चिङ गरिसकेको हो, सोतर लगाइसकेको हो र यहाँ चाहिँ लाउनु बाँकी नै छ। यो 1-2 दिन अझै अब यसले चाहिँ अब थुप्रैपल्ट पानीले भेट्यो भने चाहिँ एकदमै राम्रो हुन्छ र त्यसकै अब पानीको प्रतीक्षामा छु र अलिकति यो केही दिन बादमा चाहिँ म यसलाई मल्चिङ गर्नेवाला छु है। र यतापट्टि चाहिँ म अरू सब्जीहरू लाउनेवाला छु र म चाहिँ अब बेलुका पख मात्रै यो मेसिन जोत्नु अथवा पावर ड्रिलर चलाउनु चाहिँ निस्किन्छु है। कारण अब दिउँसो त अब घाम एकदमै कडा छ हाम्रोपट्टि, अब औलै पर्छ। त्यस्तो अब पुरै औल चाहिँ होइन, तर औल चाहिँ अब औलै पर्छ। यहाँनिर 4000 स्क्वायर फिट यस्तै पर्छ सिलेबल। अन्त 3000 यस्तैहरू पर्छ होला। फाइनली यहाँ चाहिँ मैले चसाएर पनि सकेँ है। अन्त अब यसमा चाहिँ अब बादमा यो पावर ड्रिलर यहाँ छ, बादमा यसमाथि चाहिँ मल पाँचेर फेरि एक सर यसलाई प्लग गर्ने छु है, जोत्ने छु। त्यो चाहिँ किन भन्दाखेरि चाहिँ अब यसमाथि मल छापेर चाहिँ जोत्दाखेरि चाहिँ मेसिनले चाहिँ मजाले माटो र मल मिक्स गरिदिन्छ है। अन्त चाहिँ खेती चाहिँ एकदमै राम्रो प्रकारले आउने छ र त्यो खेतीले चाहिँ अब एकदमै राम्रो फल दिनेछ है। अन्त यति भन्दै आजको भिडियो यहीँ राख्छु। थ्याङ्क यू फर वाचिङ।